आज चाहिँ हामी के पढ्छौँ भन्दाखेरि फ्रङ्क हर्ज एक्सपेरिमेन्ट पढ्छौँ नि त। फ्रङ्क एक्सपेरिमेन्ट चाहिँ केमा छ भन्दा सिएसआइटी फर्स्ट सेमेस्टरको फिजिक्समा छ होइन। अरूले नि पढ्न त पाउँछ, नपढ्ने त होइन। त्यही यसले चाहिँ के भन्छ भन्नेमा सुरुमा जाउँ है त। यसले चाहिँ के भन्छ भन्दाखेरि यसले चाहिँ एक्जिस्टेन्स अफ एक्साइटेड स्टेट इन ए मर्करी एटम भन्छ के। यसको मतलब चाहिँ कि हामीले एक्साइटेड स्टेट भनेको चाहिँ हामीले केमा पढेको थियौँ भन्दा पहिला हाइड्रोजन स्पेक्ट्रमहरू थियो नि हाम्रो पहिला 11-12मा, त्यस्तै जस्तो बुझ्न सकिन्छ एक्साइटेड स्टेट चाहिँ। यसले चाहिँ मेनली केमा फोकस गरेको हुन्छ भन्दाखेरि क्वान्टम थ्योरीलाई, क्वान्टम थ्योरीको क्वान्टाइज्ड इनर्जी स्टेटहरूलाई प्रुभ भन्न खोज्छ के यसले। अब यसको चाहिँ सुरुमा फिगरतिर जाऊँ होइन। फिगरमा चाहिँ के हुन्छ भन्दाखेरि सुरुमा हाम्रो एउटा फिलामेन्ट ट्युब हुन्छ, फिलामेन्ट ट्युब सरी है भ्याक्युम ट्युब हुन्छ। भ्याक्युम ट्युबमा यताबाट हामीले के राखेको हुन्छ, फिलामेन्ट ट्युब हालेको हुन्छ होइन, फिलामेन्ट हालेको हुन्छ। फिलामेन्ट भनेको हाम्रो के हुन्छ, मेनली नेगेटिभ चार्ज हुन्छ होइन। यतापट्टि चाहिँ हाम्रो के हुन्छ, एनोड, एनोड भनेको पोजिटिभ चार्ज, त्यसलाई चाहिँ हामीले कलेक्टिङ प्लेट पनि भन्न सकिन्छ। अब यहाँ चाहिँ सुरुमा चाहिँ के हुन्छ भन्दाखेरि यहाँ एउटा ग्रिड भन्ने नि हुन्छ, ग्रिड चाहिँ हाम्रो पोजिटिभ चार्ज भयो। अब हामीले यहाँ एउटा ब्याट्री छ, अर्को यहाँ ब्याट्री छ, यहाँ एउटा एमिटर छ। अब यसमा चाहिँ हामीले सुरुमा चाहिँ ब्याट्रीले भोल्टेज बढाउँदै बढाउँदै के गर्छ भन्दाखेरि फिलामेन्टलाई तताउँछौँ। फिलामेन्ट तातेपछि के निस्किन्छ, त्यहाँबाट इलेक्ट्रोन निस्किन्छ, इलेक्ट्रोन इमिट हुन्छ। अब चाहिँ के हुन्छ भन्दाखेरि इलेक्ट्रोन इमिट हुन्छ। इलेक्ट्रोन इमिट भएको चाहिँ हिँड्न सुरु गर्छ क्या। हिँड्न सुरु हुन्छ भन्नाले जब हामीले भोल्टेज बढाउँछौँ नि त, भोल्टेजले गर्दाखेरि चाहिँ इलेक्ट्रोनमा चाहिँ के आउँछ भन्दाखेरि काइनेटिक इनर्जी आउँछ। अब यो काइनेटिक इनर्जीले गर्दाखेरि यो मुभमेन्ट यतातिर जान्छ होइन। मुभमेन्ट गर्दै गर्दै हाम्रो के सुरुमा ग्रिडलाई पास गर्छ, ग्रिडलाई पास गरेपछि चाहिँ हाम्रो एनोडमा गएर कलेक्ट हुन्छ। अब यहाँ हाम्रो एउटा भोल्टेजको नि एउटा कन्डिसन हुन्छ क्या। भोल्टेज चाहिँ जब 4.9 हुन्छ नि, 4.9 भोल्टेज हुँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यहाँ इलास्टिक र इनइलास्टिक कोलिजन भन्ने चिज हुन्छ, दुईवटा इलास्टिक र इनइलास्टिक कोलिजन। अब इलास्टिक कोलिजन भनेको त हामीले बुझिरहेको कुरा हो होइन। के हो भन्दाखेरि इलास्टिक कोलिजन भनेको इनर्जी र स्पिडमा चेन्ज हुँदैन, ठोकेर फेरि फिर्ता जाने हो नि त। इनइलास्टिक कोलिजनमा चाहिँ के हुन्छ भन्दाखेरि स्पिड नि घट्छ, इनर्जी नि घट्छ। ल है त, अब यसमा अगाडि बुझ्ने हो भने हाम्रो के छ, यहाँ 4.9 भोल्टेजमा हुँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यहाँ चाहिँ इनइलास्टिक कोलिजन हुन्छ। इन कोलिजन चाहिँ हुँदैन क्या, इनइलास्टिकवाला हुन्छ, इनइलास्टिक कोलिजन हुन्छ, कोलिजन हुन्छ होइन। इनइलास्टिक कोलिजन हुँदाखेरि चाहिँ हाम्रो मोलिक्युल्सहरूको र उसको मोलिक्युल्स र हाम्रो इलेक्ट्रोनहरूको चाहिँ ठोकिँदाखेरि चाहिँ ठोकिँदाखेरि मोलिक्युल्सले चाहिँ यसलाई यता पास हुनै दिन्न क्या, ग्रिडभन्दा पास हुनै दिँदैन यता। त्यही भएर के हुने भयो, करेन्ट फ्लो हुन्न, यता पासै हुन्न, ग्रिडलाई क्रस गर्नै नदिएपछि त के हुन्छ त हाम्रो यो उसमा करेन्ट नै फ्लो हुन्न। करेन्ट फ्लो नभएपछि त हाम्रो यो कामै गरेन होइन। त्यही भएर यो काम नगर्ने कन्डिसन नै हामीलाई यसले बुझाउन खोजेको के। ल हेर भाइ, यो चाहिँ 4.9मा हाम्रो के भयो त, हाम्रो भोल्टेज बढाउँदै बढाउँदै गयौँ होइन, 4.9 आयो। 4.9 पोइन्ट आउने बित्तिकै हाम्रो के भयो त, मोलिक्युल्स र इलेक्ट्रोन र मोलिक्युल्सको के हुन्छ, कोलिजन हुन्छ। कोलिजन हुँदाखेरि इनइलास्टिक भएको कारणले चाहिँ के गर्छ भन्दाखेरि मोलिक्युल्सले इलेक्ट्रोनलाई ग्रिड पास गर्न दिँदैन। ग्रिडलाई पास हुन नपाएपछि त करेन्ट त फ्लो हुन्न, त्यही भएर करेन्टमा के आउँछ, ड्रप आउट आउँछ, करेन्ट ड्रप आउट आउँछ। त्यसपछि फेरि 4.9 ड्रप आउट आउँछ, अनि फेरि त्यसपछि अर्को यसकै 4.9 को मल्टिपलमा अर्को ड्रप आउट आउँछ। त्यतिन्जेल त बढ्ने भयो। 4.9 को मल्टिपल इन्टु 2 गर्दाखेरि कति आउँछ, 9.8 आउँछ होइन। त्यसको मल्टिपलमा फेरि आएपछि फेरि के हुन्छ, ड्रप आउट आउँछ। हो यस्तो खाले एक्साइटेड स्टेट भयो नि त यो। एकचोटि बढ्यो घट्यो, फेरि बढ्यो घट्यो, बढ्यो घट्यो। हो यो हाम्रो यसलाई नै के भन्छ त भन्दाखेरि फ्रङ्क हर्ज एक्सपेरिमेन्टको क्वान्टाइज इनर्जी स्टेट जस्तै एक्साइटेड स्टेटलाई हामीलाई बुझाउन खोज्यो नि त यसले। त्यही भएर यही नै हो हाम्रो फ्रङ्क हर्ज एक्सपेरिमेन्ट। आजलाई यति नै है त, हस्, धन्यवाद।